मध्य प्रदेशमा स्टार्टअप यानी कि उद्यमशीलताको वातावरण कस्तो छ यो विषयमा प्रकाश पारिदिनु हुनका लागि खल्तीका को-फाउन्डर अरविन्द शाहज्यूलाई म यस मञ्चमा बोलाउन चाहन्छु। कृपया जोरदार तालीको साथ उहाँलाई मञ्चमा बोलाऊं। सर्वप्रथम त मध्य प्रदेशमा यो डिजिटल मध्य कन्क्लेभ 2025 लाई एज अ डिजिटल मधेसको लागि क्याटालिस्टको भूमिकाको रूपमा सुरुवात गर्नुभएको क्यान इन्फोटेक मध्य प्रदेश र लिभिङ विथ आईसीटी का हाम्रो राजन लम्साल र यसलाई सपोर्ट गर्नुभएको मध्य प्रदेशको मिनिस्ट्री होम मिनिस्ट्री एन्ड इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीले त्यसको लागि एकदमै धन्यवाद। कमसे कम यो सुरुवाती चरणले गर्दाखेरि मधेसमा चाहिँ एउटा डिजिटल इकोसिस्टम बन्छ र यो कुरो यहाँ मात्र सीमित नभएर यहाँ पछि निस्किँदाखेरि प्रत्येक हाम्रो जनप्रतिनिधिहरू हाम्रो ब्युरोक्र्याटहरू यसको बारेमा छलफल गरेर साँच्चै नै मधेसलाई डिजिटल रूपान्तरणको लागि एउटा एकदमै महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ भन्ने आशा र विश्वास राखेको छु। अनलकिङ स्टार्टअप इकोसिस्टम इन मधेस, यहाँ डिजिटल मधेस कन्क्लेभ जुन लेखेको छु मैले मधेसलाई रेड अलर्टको रूपमा राखेको छु। रेड किन राखेको छु भने मधेस एउटा यस्तो ठाउँ हो कि यहाँ केही कुरो पनि राम्रो छैन। फ्र्याङ्कली म यहीँको हो, म बारा जिल्ला गढीमाईको। पानी पर्यो भने बगाइदिन्छ, हावा आयो भने उडाइदिन्छ, गर्मी आयो भने सुताइदिन्छ, चिसो भयो भने घरबाट निस्किनै दिँदैन। अब अरू ब्युरोक्र्याट या अरू प्रोसेसहरू अब भन्नै परेन, तपाईहरुलाई थाहै छ हैन, त्यसको एक्सपोजर किन गरिराख्नु हैन। एजुकेसनको कुरा गर्ने हो भने सबभन्दा लिस्ट, ह्युमन डेभलपमेन्टको इन्डेक्स हेर्नुहुन्छ भने सबभन्दा लिस्ट, हेल्थको एक्सेसका कुरा गर्नुहुन्छ भने सबभन्दा खराब। तर केही कुराहरू राम्रो छ। यही मध्य प्रदेशका धेरै स्टार्टअपहरू आजको दिनमा काठमाडौँ या बाहिर एकदमै ठुला व्यवसायहरू चलाउनु भएको छ। म खल्ती बारा जिल्लाको, ई सेवा यही जनकपुरको हाम्रो विश्वासदायीहरू होइन र धेरै अरू पनि यदि तपाईँ हेर्नुहुन्छ भने त्यस्ता धेरै नै इकोसिस्टमहरू, डिजिटल इकोसिस्टम होस् और इन्फ्रास्ट्रक्चर या एजुकेसन हेल्थ जुनसुकै सेक्टरमा यदि खोज्नुहुन्छ भने मधेसका राम्रो प्रतिनिधित्व पाउनुहुन्छ। तर त्यही मान्छेहरू मधेसमा किन सकिराखेको छैन त? यो एकदमै विचारणीय कुरा हो र मलाई लाग्छ यो पार्टमा चाहिँ म हात जोडेर नै हाम्रो जनप्रतिनिधि र हाम्रो ब्युरोक्र्याटहरू जो मधेस बनाउन आउनु भएको छ उहाँमा इमानदारिता र ट्रेडिसनल एप्रोच भन्दा पनि होइन, मधेसलाई हामीले साँच्चै ग्रिनरी मधेस बनाउनु पर्छ र त्यो दिन म चाहिँ यो डिजिटल मधेसलाई, मधेस भन्ने शब्दलाई म ग्रीन बनाएर यहाँ फेरिदेखि म आउन चाहन्छु भने मेरो एकदमै चाहना हो र यो चाहना मलाई लाग्छ कि मेरो पोलिसी मेकरहरूले पुरा गर्नुहुन्छ भने विश्वास राखेको छु। धन्यवाद। म चाहिँ अरविन्द शाह, म 21 वर्षको उमेर, म पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ पढ्ने बेलामा चौथो वर्षमा मैले चाहिँ केही गर्नुपर्छ भनेर म चाहिँ जानकी टेक्नोलोजी प्राइभेट लिमिटेड, जानकी माताको कृपाले दर्ता गरियो 2007 सालमा र अहिलेसम्म त्यही जर्नी स्टार्ट गरेका छौँ। मेरो घर चाहिँ तेलकुवा बारा जुन महागढीमाई नगरपालिकामा पर्छ र मेरो एजुकेसन चाहिँ इन्जिनियरिङमा मैले ब्याचलर गरेँ। मास्टर चाहिँ आईसीटीलाई चाहिँ मैले ग्रामीणलाई कसरी विकास गर्न सकिन्छ भनेर मास्टर डिग्री गरेँ र अहिले एमफिल पिएचडी पनि मैले आईसीटी र ग्रामीण विकासलाई जोड्ने गरी मैले एमफिल पिएचडी पनि गर्दैछु। म चाहिँ 2007 मा जानकी टेक्नोलोजी स्टार्ट गरेँ। जानकी टेक्नोलोजीले तपाईहरुले यदि सुन्नु भएको छ भने स्प्यारो एसएमएस, त्यो बेला 2010 9तिरको कुरो हो। एसएलसी को रिजल्ट आउँदा गोरखापत्रमा हाम्रो गाउँसम्म 1 हप्तामा पुग्थ्यो। त्यो पीडा मैले पनि 2057-58 एसएलसी दिँदाखेरि भोग्दाखेरि हामीले चाहिँ एसएमएस को माध्यमबाट 10 सेकेन्डमा एसएलसी को रिजल्ट स्टार्ट गर्यौं स्प्यारो एसएमएस बाट र अहिले पनि
त्यो स्प्यारो एसएमएस अहिले पनि सर्भ हुँदैछ। हालाकि सबैतिर डिजिटलाइजेसन हुँदाखेरि त्यसको आवश्यकता अब एसएलसीको रिजल्ट चाहिँ एसएमएसबाट हेर्नु पर्दैन, तर त्यो बेला पावर अफ टेक्स्ट एसएमएसलाई हामी चाहिँ धेरै वेले युटिलाइज गरेका थियौँ। स्प्यारो एसएमएस चलाइराख्दाखेरि म एउटा गाउँको मान्छे भएकोले गर्दाखेरि मेरो गाउँको के भन्नुहुन्थ्यो भने मेरो छोरोलाई इङ्गेज गराइदे, मेरो छोरोलाई कतैतिर मिलाइदे भनेर। म काठमाडौँबाट मिलाउन सक्ने मेरो हैसियत थिएन भाषाको कारणले गर्दाखेरि, र काठमाडौँमा यदि ऊ आयो भने पनि उसलाई बस्न खान र उसले पाउने पैसा नै उल्टै खर्च धेरै भएकोले गर्दाखेरि म चाहिँ 2014 सालमा सिम्प्लिफाई आइटी स्टार्ट गरेँ वीरगन्जमा। र सिम्प्लिफाई आइटी वीरगन्जमा स्टार्ट गर्दाखेरि साथीहरूले, मेरो एसएलसीको साथीले के भन्थ्यो भने ए यो काठमाडौँ होइन, वीरगन्ज कचरा मार्केट हो भनेर। त्यो कचरा मार्केटलाई नै मैले एउटा अपर्च्युनिटीको रूपमा सिम्प्लिफाई आइटी स्टार्ट गरेँ। 2017 सालमा खल्ती स्टार्ट गरेँ। सिम्प्लिफाई आइटी स्टार्ट गरे पनि धेरै मेरो गाउँका गरिब किसानहरू फेरि त्यही भन्थ्यो कि अब सिम्प्लिफाई आइटीमा काम गर्नको लागि त आइटी इनेबल अलिकति पढे लेखेका मान्छे चाहिन्थ्यो, तर कृषकहरू मेरो गाउँको धेरै भएकोले गर्दाखेरि मैले कृषिमा केही प्रविधिको प्रयोग गरेर मैले केही काम गर्नुपर्छ भनेर मैले 5 बिघा जग्गामा सोलर इरिगेसन, ड्रिप इरिगेसन, स्प्रिङ्कलर, पोली हाउसहरू बनाएर 1 वर्षको काली माटीको प्रत्येक वर्षको मैले डेटा राखेर कुन समयमा कुन क्रप लगाउँदाखेरि त्यसको भ्यालु कति हुन्छ त त्यो सबै एनालिसिस गरेर मैले त्यहाँ जेटिए राखेर 1 वर्षमा मैले 2टा अवार्ड, नेसनल र एउटा इन्टरनेसनल अवार्ड पाएको हो। कृषिको एउटा मोडल एग्रिकल्चर फार्म मैले किसान एग्रो स्टार्ट गरेर। वेदा यो चाहिँ जुनसुकै तपाईँको टप लेभलको यदि स्कुल यदि फिल गर्नुहुन्छ र जसले सफ्टवेयर युज गर्छ भने वेदा हाम्रो स्कुल म्यानेजमेन्ट सफ्टवेयर हो। पिको भिको अहिले रिसेन्टली हामीले लन्च गरेका छौँ, यो सिनेमा थिएटर म्यानेज गर्ने सफ्टवेयर हो। मधेसको बारेमा हामी कुरा गर्दाखेरि मेरो हिसाबले मधेस के हो त, यो एउटा स्ट्राटेजिक लोकेसन हो जुन चाहिँ खुल्ला बोर्डर छ। खुल्ला बोर्डरमा हामी जहिले पनि के फिल गर्छौँ भने उताबाट सामान ल्याउने मात्र फिल गरिराखेका छौँ, तर हामी यहाँको सर्भिसेसलाई उता डेलिभर पनि गर्न सक्छौँ। उताको मान्छेहरूसँग कोलाबरेट गरेर कुनै सर्भिसेसहरू पनि लन्च गर्न सक्छौँ जुन चाहिँ हामी फेल भइराखेका छौँ। त्यसैले यो चाहिँ लोकेसनको बेनिफिट हामीले ओपन बोर्डरको बेनिफिट लिन सक्नुपर्छ। यो यहाँको हाई पपुलेसन डेन्सिटी छ जुन हाम्रो माननीय सोहनज्यूले पनि भन्नुभएको हो। यो टेक युथ पपुलेसन, यो पुरुष होस् महिला होस्, मैले देखेको सानैदेखि मेरो मम्मी बहिनी जोसुकै जन्मदेखि नै सिलाइ बुनाइ आउँछ क्या। मेरो गाउँको कोही मान्छे मलाई आउँदैन, तर उनीहरूलाई इलेक्ट्रिसिटीदेखि लिएर कुनै मेसिन बिग्रियो भने बनाउने ऊ जन्मजात नै आउँछ। भनेको मधेसको एउटा ब्युटी के हो भने युथहरूमा टेक्निकल नलेजहरू एकदमै हाई हुन्छ। हाम्रो चाहिँ जनजीवन एग्रिकल्चरमा मधेसको बढी निर्भर छ। यो भनेको जीविकापार्जनको लागि हो, कमर्सियल एग्रिकल्चर फेरि होइन। हामी चाहिँ रिच कल्चर डाइभर्सिटी, हाम्रो चाहिँ विभिन्न कल्चरहरू छन्, तर हामी जस्ट यो कल्चर या यी ट्रेडिसनलाई केमा बढी इम्फेसिस गर्दैछौँ भने मेरो कल्चरमा चाहिँ बिदा किन दिएन, मेरो कल्चरमा रिङटोन सिआरबिटी किन राखेन भनेर, तर त्यो कल्चरलाई कसरी क्यास इन गर्ने त्यसमा चाहिँ दिमाग लगाउँदैन। खालि अननेसेसरी कुराहरूमा डिबेट मात्र गरिराखेको हुन्छ जुन चाहिँ हाम्रो लागि त्यो क्यास काउ पनि हुनसक्छ। तपाईँको हाम्रो भनेको एकदमै हाई माइग्रेन्ट वर्करहरू छन्। माइग्रेन्ट वर्कर छन्, उसले पैसा पठाइराखेको छ भने त्यसलाई चाहिँ बेटर वेमा कसरी युटिलाइज गर्न सकिन्छ त्यो पार्टमा केही पनि सोच छैन। गभर्मेन्ट डिजिटलाइजेसनका कुराहरू छन्, तर त्यो गभर्मेन्ट डिजिटलाइजेसन कस्तो हो भने कम्प्युटरमा डेटा इन्ट्री गर्ने मात्र, सर्भर डाउन, डेटा इन्ट्री बन्द, डेटा इन्ट्री गरेर ल डेटा इन्ट्री भयो अब 1 हप्तापछि फेरि आउनुहोस् भनेर त्यही ट्रेडिसनल एप्रोचको माइन्डसेटहरू छन्। हाम्रो जियोग्राफी एकदमै इजी छ, जहाँ चाहिँ हामीले कुनै पनि सर्भिसहरू यदि इनेबल गर्न चाहन्छौँ भने इजिली गर्न सक्छौँ। एजुकेसन हेल्थको स्टेटस मैले भनि नै सकेँ। ब्याङ्किङ एक्सेस अहिले पनि एकदमै न्यून छ। अहिले पनि मान्छे तकियाको तल या बेडको तल पैसा या लुकाएर राखेका हुन्छन्, तर ब्याङ्किङ च्यानल यति उनीहरूले झन्झटिलो फिल गरेको हुन्छ कि त्यो ब्याङ्किङ पनि नगर्ने र ब्याङ्किङहरू पनि त्यो लेभलमा चाहिँ मधेसमा चाहिँ त्यति राम्रो सर्भिस दिन सकिराखेको हुँदैन। गरिबीको त कुरै छोडिदिउँ, मेरो गाउँमा कस्तो भइसकेको छ भने मान्छेलाई रोग लाग्यो भने उपचार गर्न खर्च हुन्छ भनेर रोग लिएर नै बेचारा मर्न बाध्य भइराखेको छ।
पेइङ क्यापासिटी, म यदि कुनै सर्भिस पनि यहाँ लन्च गर्छु भने मान्छेहरू एग्रिकल्चरमा निर्भरता भएकोले गर्दाखेरि एग्रिकल्चरमा निर्भरता हुने भएकोले गर्दाखेरि उसको पेइङ क्यापासिटी एकदमै कम भएकोले गर्दाखेरि कुनै सर्भिसेस पनि इनेबल गर्छु भने पेइङ कस्टमर खोज्नु एकदमै गाह्रो छ। अनस्टेबल गभर्मेन्टको पोलिसी त्यति फ्रुटफुल छैन हैन, वर्किङ एन्भाइरोमेन्ट पनि त्यो लेभलको मधेसमा छैन। स्टार्टअप कल्चर इन मधेसको कुरा गर्ने हो भने एकदमै जुन कुरा पनि आएको थियो हाम्रो आइडिआईले जुन पब्लिस गरेको 50 कि 65 जना मध्ये जम्मा 2 जना डिजिटलको कुराहरू छ। लिमिटेड टेक स्टार्टअप छन्। इन्फर्मल एन्ड ट्रेडिसनल बिजनेसमा अलिकति दोकान खोल्ने, गाई भैँसी या त्यस्तो कुराहरूमा अलिकति बढी फोकस हुन्छन्। यहाँ चाहिँ स्टार्टअप कल्चर नहुने कारण भनेको मेन्टरसिपको प्रब्लम छ। फाइनान्स भनेको सिड क्यापिटल होस् या एन्जल इन्भेस्टर होस् या त्यो कुराहरू चाहिँ एकदमै कम छ। कोवर्किङ स्पेस यदि म केही खोल्न पनि चाहन्छु भने गभर्मेन्टले त्यसरी इन्क्युबेसन सेन्टरहरूको स्थापना नभएकोले गर्दाखेरि सबै भार आफैमा पर्ने भएकोले यो कोवर्किङ स्पेस पनि एभाइलेबल छैन। डिजिटल इन्फ्रास्ट्रक्चर जुन यहाँ पनि म हेर्न सक्छु कि म डिजिटल कुरा गर्दैछु तर मेरो मोबाइलमा नेटवर्क छैन, जिपिआरएस चल्दैन हैन, अनि हामी चाहिँ डिजिटल के अरे इन्हेन्समेन्टका कुराहरू, डिजिटल स्टार्टअपका कुराहरू गर्दैछौँ भने इन्फ्रास्ट्रक्चर बिना डिजिटल स्टार्टअपको पोसिबिलिटी छैन हैन। इलेक्ट्रिसिटीको पनि कुनै ग्यारेन्टी हुँदैन, एकछिनमा आउँछ एकछिनमा जान्छ। त्यो अवस्थामा चाहिँ हामी डिजिटल इकोसिस्टम कसरी निर्माण गर्ने त? त्यसैले गभर्मेन्टले यो डिजिटल इन्फ्रास्ट्रक्चरलाई रिलायबल चाहिँ बनाउनुपर्छ। हामी चाहिँ गभर्मेन्टले चाहिँ जब 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 मात्र भनिदिने, सबैले ताली बजाइदिने, 10,000 जब दिन्छौँ, कसैले भनिदिन्छ 1 लाख जब दिन्छौँ, तर त्यो जब कसरी दिने त? जब दिनको लागि त स्टार्टअप कल्चरलाई त हामीले प्रमोट गर्ने हो नि त। तर हामी स्टार्टअप कल्चरलाई पूर्ण रूपले इग्नोर गरेर खाली पपुलारिटीको लागि जब भनेर एउटा शब्द भजाएर हामी यहाँ जनतालाई मूर्ख बनाएको छौँ जस्तो मलाई लागेको छ। नत्र यहाँ स्टार्टअप कल्चर राम्रो हुन सक्छ। हाम्रो की च्यालेन्जेस के छ भने अब इन्फ्रास्ट्रक्चरको कुरा गर्ने भने त्यही अहिले जुन इलेक्ट्रिसिटी या उसको कुराहरू हो। फन्डिङमा त्यही कुनै पनि अब गभर्मेन्टको फन्डिङहरू छैनन्, न त सिड क्यापिटल छ, एन्जल इन्भेस्टर या भेन्चर क्यापिटल केही पनि छैन। यहाँ पोलिसीमा चाहिँ स्टार्टअप पोलिसी के गर्ने त? स्टार्टअपलाई सुरुमा इजिली रेजिस्टर गर्नको लागि और कसरी इम्पावर गर्ने स्टार्टअपको लागि त्यस्तो पोलिसीहरू बल्ल बल्ल अहिले केही गभर्मेन्टमा सायद तपाईँको इभेन उद्योग मन्त्रालय र तपाईँको श्रम मन्त्रालयमा स्टार्टअप सिड क्यापिटल थियो र मलाई जहाँसम्म लाग्छ दुईटै बजेट फ्रिज। अहिलेसम्म त्यसमा केही पनि न त विधान छैन हुँदैछ, त्यो चाहिँ बजेट राख्नुभएको हो तर त्यसमा चाहिँ मैले लास्ट टाइमसम्मको अपडेट अनुसार खास मैले प्रोग्रेस चाहिँ देखेको थिएन, तर त्यो चाहिँ एउटा स्टार्ट चाहिँ भएको छ। इकोसिस्टममा चाहिँ त्यही इन्क्युबेसन सेन्टर भयो या मेन्टरसिपका र नेटवर्किङका जुन गभर्मेन्टले नै इनिसिएट गरिदिनु पर्ने जुन काम छ, यो पनि एउटा मलाई के लाग्छ भने राम्रो पार्ट हो। जुन गभर्मेन्टको पनि प्रत्यक्ष संलग्नतामा यो चाहिँ प्रोग्राम हुनु भनेको एउटा नेटवर्किङ इभेन्ट पनि हो र यसले चाहिँ यो स्टार्टअप इकोसिस्टमलाई प्रमोट गर्छ। यस्तो मलाई लाग्छ कि मध्य प्रदेशमा अझै पनि प्रमोट गर्नुपर्छ यो इकोसिस्टमलाई। अपर्च्युनिटी छ मधेसमा, तर फर्स्टमा यो फनेलको फर्स्टमा चाहिँ मलाई लाग्छ कि डिजिटल गभर्नेन्स एकदमै जरुरी छ र डिजिटल गभर्नेन्सले डिजिटल इन्फ्रास्ट्रक्चर कनेक्टिभिटीहरूमा यदि उसले फोकस गर्छ भने हामीले चाहिँ अरू पार्टहरू जुन प्राइभेट सेक्टरले हेल्थ, एजुकेसन, टेक या टुरिज्म या क्रस बोर्डरको ई कमर्सहरू भयो होइन, और हामी चाहिँ होम बेस्ड स्टार्टअप या बिपिओका कुराहरू भयो होइन, या डिजिटल एग्रिकल्चर लगायतका धेरै अपर्च्युनिटीहरू चाहिँ हामी बनाउन सक्छौँ। तर मलाई लाग्छ कि फनेलको टपमा चाहिँ गभर्मेन्टले चाहिँ त्यो लेभलको पोलिसी, त्यो लेभलको इन्फ्रास्ट्रक्चरमा चाहिँ एकदमै वर्क चाहिँ गर्न आवश्यक छ जस्तो लाग्छ मलाई। इकोसिस्टम इनेबलर, किनकि स्टार्टअप कस्तो हो भने खालि म चाहिँ स्टार्टअप एउटा आफैले कम्पनी स्टार्ट गरेर भएन कि यो मसँग एसोसिएटेड इकोसिस्टममा को हुनुहुन्छ त? लोकल गभर्मेन्ट जुन अहिले तीन तहको जुन प्रदेश, सङ्घ र लोकल स्थानीय निकाय छन् होइन, उहाँहरूको पोलिसीले नै हामीलाई इम्प्याक्ट गर्ने हो, उहाँहरूको हामीप्रति लगानी नै हो। भर्खर एकजनाले भन्दै हुनुहुन्थ्यो कि हाम्रो के अरे कम्प्युटरको सर हुनुहुन्थ्यो लालबन्दीको होइन, हामी चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट त गर्छौँ तर त्यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा को प्रोपर युज कसरी गर्ने त होइन, त्यो पार्टको लागि मलाई लाग्छ अवेरनेसदेखि लिएर होइन लोकल गभर्मेन्टले एकदमै बेस्ट रोल प्ले गर्न सक्नुहुन्छ। त्यसैले लोकल गभर्मेन्ट एकदमै स्टार्टअप इकोसिस्टमको लागि जरुरी छ। कर्पोरेट सेक्टर चाहिँ मैले खास यो किन राखेको हो भने यहाँ मधेसमा मेरो आफ्नो एक्सपिरियन्स के छ भने ठुला ब्याङ्कदेखि लिएर ठुला इन्डस्ट्रीहरू छन्, सबैको प्रमुख अफिस भनेको काठमाडौँमा छन्। उनीहरूलाई केही डिजिटल सर्भिसेसहरू चाहियो भने
त्यो काठमाडौँबाट आउँछ। यदि यहाँ हो भने कर्पोरेट अफिसले यहाँको स्टार्टअपको कल्चरलाई बुस्ट गर्नको लागि केही न केही वर्क चाहिँ गर्नुपर्ने आवश्यकता मैले देख्छु हैन। यदि हामीले भन्ने हो भने फर्स्ट इयरमा चाहिँ इन्फ्रास्ट्रक्चर, पोलिसी वर्क र अवेरनेस क्याम्पेन एकदमै केही नगरिकन फर्स्टमा हामीले जनतादेखि लिएर टिओटीदेखि लिएर हैन हाम्रो इन्फ्रास्ट्रक्चरमा चाहिँ यदि गभर्मेन्टले बिग लेभलमा यदि आफ्नो इन्भेस्टमेन्ट सानो सानो टुक्रे प्रोजेक्टहरू नगरेर बिग लेभलमा यदि साँच्चै डिजिटल मधेसको यदि परिकल्पना गर्नुहुन्छ भने त्यो पार्टमा इन्भेस्ट गर्न जरुरी छ। र त्यसको लागि चाहिँ एउटा मन्त्रालयमा एउटा सानो यो प्रोजेक्ट 10 लाख हो, अर्को मन्त्रालयमा 20 लाख हो, अर्को मन्त्रालयमा त्यसरी गर्यो भने फेरि हुँदैन। मलाई लाग्छ कि बजेट बनाउने बेलामा नै सबै मन्त्रालयले ल डिजिटल मधेस हाम्रो यदि गोल हो भने 3 वर्ष या 5 वर्ष परिकल्पना हो भने हामी चाहिँ यति बजेट यसको लागि डिजिटल मधेसको लागि हामी दिँदैछौँ होइन। र त्यसको लागि चाहिँ फर्स्ट इयरमा हामी यो काम मात्र गर्छौँ भने एकदम क्लियर कट भिजन लिएर हामी जानुपर्छ जस्तो लाग्छ मलाई। सेकेन्ड इयरमा चाहिँ क्यापासिटी बिल्डिङ र इन्क्युबेसन सेन्टरहरू खोल्नुपर्छ सो द्याट एउटा स्टार्टअपको लहर चलोस् त्यहाँ चाहिँ। र त्यसलाई थर्ड इयरमा चाहिँ हामी के गर्नु पर्यो भने स्केल अप गर्नु पर्यो के सबै कुरोलाई एउटै इयरमा चाहिँ हामी मिक्स म्याक्स गऱ्यौँ भने सायद त्यसले राम्रो रिजल्ट नदेला कि। मैले चाहिँ जानकी टेक्नोलोजी जुन 2007मा गरेँ, सिम्प्लिफाई आइटी गरेँ, स्पाइरो एसएमएस अलरेडी मैले भनिसकेँ, खल्ती किसान र पिको भिकोहरू गरेँ होइन। र यो गर्ने बेलामा चाहिँ म कुनै मेरो घरको कुनै भनौँ न बिजनेसमा कोही हुनुहुन्थेन होइन। म पनि एउटा कृषकको फ्यामिलीबाट नै बिलोङ गर्छु होइन। तर हो मैले सुरु गर्नको लागि पनि कुनै मसँग फन्ड पनि थिएन। जस्ट म कम्प्युटर इन्जिनियरिङ पढ्ने बेलामा हामीसँग के थियो भने एउटा भाँड हो कम्प्युटर। त्यो बेला कम्प्युटर पनि हामीले के अरे तन्नाले छोपेर राख्थ्यौँ कि होइन, त्यो अवस्थाको अवस्था थियो होइन। तर त्यो बेला लोड सेडिङ पनि 17 घन्टा हुन्थ्यो र त्यो बेला हामी काम गर्दाखेरि न फन्ड न रिसोर्सेस न इन्टरनेट न इलेक्ट्रिसिटी। हाम्रो लागि दिन भनेको बत्ती आउनु, रात भनेको बत्ती जानु हुन्थ्यो। किनकि त्यो बेला हामी चाहिँ स्टार्ट काम जानकी टेक्नोलोजी जुन बेला हामीले गऱ्यौँ त्यो बेला चाहिँ केही फ्रिलान्सिङ वेबसाइटहरू थियो, तपाईँहरूले सुन्नुभएको छ कि छैन, guru.com, elance.com, फ्रिलान्सर होइन। त्योहरू हामीले युज गर्थ्यौँ र त्यहाँबाट हामीले प्रोजेक्टहरू ल्याउँथ्यौँ जहाँ चाहिँ हामीले कम्पिटिसन कोसँग गर्नु पर्थ्यो, फिलिपिन्सहरूसँग, बङ्गलादेश र इन्डियासँग गर्नु पर्थ्यो किनकि उसको रेट चाहिँ एकदमै कम हुन्थ्यो र त्यो रेटमा कम्पिटिसन पनि गर्नु पर्थ्यो हामीलाई र साथै कम समयमा डेलिभर गर्नु पर्थ्यो। र जहाँ उनीहरूलाई इलेक्ट्रिसिटी लगायतको केही पनि समस्या थिएन, हामीसँग इलेक्ट्रिसिटीको समस्या थियो। त्यो अवस्थामा पनि हामीले सुरु गऱ्यौँ। भन्न खोजेको कुरो खालि के मात्र हो भने सुरु हामी एउटा कम्प्युटर त्यो पनि किनेर होइन कि भएको कम्प्युटरबाट नै हामीले गऱ्यौँ र मल्टिपल कम्पनीहरू छन् होइन। र त्यो त्यतिकै भएको होइन। यदि सुरुमा पनि मैले यदि डिपेन्डेन्सी र मसँग यो भयो भने मात्र सुरु गर्छु भनेर त्यसरी चाहिँ हुँदैन। मलाई यसमा के रिक्वेस्ट गर्छु भने युथहरूलाई चाहिँ जे छ जुगाडु भएर सुरु गर्नुहोस्। तपाईँले गरेको प्लान अनुसार संसार चल्ने होइन। तपाईँ स्टार्ट गर्नुहोस्, बाटो आफै नयाँ नयाँ क्रिएट हुँदै जान्छ। त्यो अनुसारले ड्राइभ गर्नुभयो भने मजाले आफ्नो ठाउँमा पुग्नुहुन्छ भने मेरो चाहिँ मान्यता छ यसमा। प्रब्लम फेस्टमा चाहिँ ओपन बोर्डर जुन मैले अब यो एउटा अपर्च्युनिटी पनि भने र एउटा च्यालेन्ज पनि। वीरगन्जमा मैले सिसी क्यामेराको काम स्टार्ट गर्दाखेरि पारीबाट सिसी क्यामेरा बोकेर आइदिन्थ्यो जुन चाहिँ हाम्रो सिसी क्यामेरा युज भनौँ न महँगो पर्थ्यो। त्यो बेला हामीले चाहिँ के गर्यौँ भने इनेबल के गर्यौँ भने त्यो सिसी क्यामेरासँगै सर्भिस पनि इनेबल गर्दाखेरि त्यसपछि पारीबाटमा किनकि सिसी क्यामेरा एकचोटि इनेबल दिँदैमा हुँदैन नि त, बेला बेलामा प्रब्लम आउँछ, सपोर्ट दिनुपर्छ भनेर मान्छेले बुझ्दाखेरि आजको दिनमा त्यो एरियाको इन्डस्ट्रीदेखि लिएर धेरैले सिसी क्यामेरा सिम्प्लिफाई आइटीको युज गरिराखेको हुन्छ। हामीले चाहिँ खल्ती स्टार्ट गर्दाखेरि यो गभर्मेन्टको इन्टिग्रेटेड सिस्टम नभएकोले गर्दाखेरि प्रत्येक ब्याङ्कसँग छुट्टा, जस्तै इन्डियामा तपाईँको युपिआई हुन्छ होइन। एउटा युपिआईको तपाईँको एपिआई इन्टिग्रेट गर्ने बित्तिकै सबै ब्याङ्कहरू त्यही एपिआईबाट कनेक्ट हुन्छ। त्यही एपिआईबाट तपाईँले युजरको भ्यालिडेसन आधार कार्डहरू गर्न सक्नुहुन्छ। तर यहाँ चाहिँ के छ भने प्रत्येक कुरोको लागि 1 to 1 एउटा ब्याङ्कसँग एउटा इन्टिग्रेसन, अर्को ब्याङ्कसँग अर्को इन्टिग्रेसन, अर्कोसँग अर्को मर्चेन्ट भनेको हाम्रो इफोर्ट के भइदियो भने एकै किसिमको कामको लागि वर्षौँ वर्ष रिसोर्सेस हाम्रो गायब। हामीले जे गर्यौँ त्यही काम ई-सेवाले गर्यो, त्यही काम प्रभुपेले गर्यो, त्यही काम सेल्पेले गर्यो, त्यही काम मोरुले गर्यो, एमपेले गर्यो, सबैले त्यही काम गर्यो के भनेको। गभर्मेन्टले इन्टिग्रेटेड एप्रोचमा गएर यदि एपिआई एक्सपोज गर्छ भने त्यसले चाहिँ हाम्रो इफोर्टलाई एकदमै मिनिमाइज गर्छ। कर्पोरेट पोलिसीमा चाहिँ
यो जुन के भन्छ इन्टर्नसिपका कुराहरू र मध्य प्रदेशका कर्पोरेट अफिसहरू मध्य प्रदेशका स्टार्टअप कल्चरलाई बुस्ट गर्नुपर्छ जस्तो लाग्छ मलाई। गभर्मेन्ट पोलिसी र ब्युरोक्रेट र एफसिजिओ यो एउटा ठुलो समस्या मैले देखिराखेको हुन्छु। जस्तै कस्तो छ भने अरू तपाईँले बालु गिटीको कामहरू गर्दाखेरि त्यहाँ दर रेट हुन्छ, त्यसपछि त्यो काम गर्न सजिलो हुन्छ। आइटीको काममा चाहिँ के हुन्छ भने दर रेट हुँदैन, यसको कति लाग्ने इस्टिमेट कसले गर्ने, अनि गभर्मेन्टको स्टाफले पनि होइन म त यो टच गर्दिनँ, यो टच गऱ्यो भने महालेखाले भोलिको दिनमा बेरोजगारी गरिदिनुहुन्छ भनेर उहाँले कामै गर्न नखोज्ने होइन। र त्यसको चाहिँ सोल्युसन मलाई लाग्छ कि प्रोपर गभर्मेन्टले जसरी चाहिँ कन्स्ट्रक्सनको काममा उहाँहरूले दिनुहुन्छ के अरे प्रत्येकको दर रेट, आइटीको काममा पनि त्यो लेभलको पोलिसीहरू ल्याउनु भयो भने हामी जस्तो आइटीको कामहरू गर्नलाई सजिलो हुन्छ जस्तो लाग्छ मलाई। र यदि बजेट भयो भने पनि त्यसको एकदमै लो बजेट हुन्छ र अबदेखि तपाईँहरूले बजेट यदि आइटीको काम गर्दाखेरि सानो सानो बजेटभन्दा पनि ठुलो बजेट र कुनै पनि काम चाहिँ त्यसको स्ट्यान्डर्डाइजेसनमा चाहिँ अलिकति ध्यान दिनुपर्छ। र हामीले चाहिँ कुनै त्यही बजेट यदि बनाउँदाखेरि त्यसको हाम्रो स्केलेबल माइन्डसेट चाहिँ हुनुपर्छ भने यहाँ चाहिँ मैले राखेको छु होइन। र मेरो एक्सपिरियन्समा चाहिँ रिकमेन्डेसन चाहिँ के हो भने सिएसआर यो प्रत्येक कर्पोरेट अफिसले चाहिँ आफ्नो सिएसआरको बजेट चाहिँ डिजिटल इन्फ्रास्ट्रक्चरदेखि लिएर इन्टर्नसिपदेखि लिएर त्यो पार्टमा चाहिँ उसले इन्भेस्ट गर्नुपर्छ। त्यो चाहिँ मलाई लाग्छ कि गभर्मेन्टले इमिडिएटली नै सबै यहाँ यो मध्य प्रदेशभित्रका जुन अफिसेसहरू छ उहाँहरूलाई चाहिँ तपाईँको सिएसआर बजेट कति छ र तपाईँ चाहिँ मध्य प्रदेशमा डिजिटल इन्फ्रास्ट्रक्चरमा के कुरामा इन्भेस्ट गर्नुहुन्छ भनेर एउटा चिठी काटिदियो भने पनि सायद यसले ठुलो रिभोल्युसन गर्न सक्छ। एक्ट लोकली यो चाहिँ हाम्रो कस्तो भने हामी चाहिँ प्रोडक्ट यदि यहाँको लागि स्टार्टअप यहाँ गर्दैछौँ भने मलाई लाग्छ कि मेरो प्रोडक्ट पहिला यहाँ नै कन्ज्युम हुनुपर्छ। यहाँ नै कन्ज्युम हुनको लागि चाहिँ यहाँको विभिन्न जुन हामीसँग आबद्ध संस्थाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई प्रायोरिटी दिनुपर्छ। र तेस्रो भनेको कुनै पनि कर्पोरेटमा काम गर्नुभन्दा अगाडि इन्टर्नसिपको आवश्यकता हुन्छ र गभर्मेन्टले इन्टर्नसिप जति यहाँको इन्डस्ट्रीहरू छ सायद प्रत्येकलाई ल यहाँ पढेको विद्यार्थीहरूलाई यो बेला पास आउट हुन्छ तपाईँहरू आएर इन्टर्नसिपको लागि उहाँहरूलाई लानुहोस् भनेर पनि चिठी काटिदिनु भयो। अनपेड पेड पनि गर्नु पर्दैन, तर तपाईँले चाहिँ टाइम दिनु उसलाई स्थान दिनु पर्यो भनेर यदि दिदिनु भयो भने मलाई लाग्छ त्यो पनि एउटा ठुलो बेनिफिट हुनसक्छ। र गभर्मेन्टको पोलिसी भनेको त्यही वेजेज या कुनै पनि प्रोजेक्टको कस्ट कति पर्छ भनेको इस्टिमेसनका पार्टहरूमा चाहिँ गभर्मेन्टले यो भनेको एकदमै सिम्पल र यसको लागि ठुलो केही पनि चाहिँदैन, खालि एउटा गभर्मेन्टको एउटा सानो अब कुन मन्त्रालयले नीति आयोगले गर्ने या कुनै मन्त्रालयले गर्ने एउटा चिठी मात्र काटिदियो करेस्पोन्डिङ संस्थाहरूलाई भने यो इजिली चल्छ। र यसले चाहिँ मलाई लाग्छ कि मधेसभित्र डिजिटलाइजेसनको लागि दक्ष जनशक्तिहरू ठुलो मात्रामा उत्पादन हुन सक्छ जस्तो लाग्छ मलाई। यो चारवटा पोइन्टलाई यदि मैले केयर गरेँ भने यति कुराहरू अलिकति फास्ट नै भने किनकि अलार्म चाहिँ फास्ट नै बाज्न थाल्यो होइन। कतिले त्यो कुराहरूलाई अब्जर्भ गर्नु भएन होइन। थ्याङ्क यू भेरी मच। म चाहिँ खल्ती स्प्यारो एसएमएस सिम्प्लिफाई पिकोभिको को फाउन्डर डिरेक्टर हो होइन। र साथै अलिकति एक्टिभ छु मैले लिङ्क्डइन भन्दा पनि फेसबुकमा होइन। यसरी पनि कनेक्ट गर्न सक्नुहुन्छ। केही प्रश्नहरू भएमा हजुरले सोध्न सक्नुभयो। हुन त टाइम गइसकेको छ तर पनि म ट्राई गर्छु उत्तर दिनको लागि। धन्यवाद।